यो सरकारले नराम्रो काम कहाँ गरिरहेछ भने विदेशी ऋण लिन्छ है। त्यो विदेशी ऋण कहाँ प्रयोग गर्ने भन्ने कुरा हामीले भन्नु पर्दैन, छलफलमा ल्याउनु पर्दैन, उहाँहरू आफैले तिर्ने हो। भोलि सुनसरी 1 जहाँबाट म निर्वाचित भएर आएँ, सुनसरी 1 को जनताले तिर्दैन त्यो विदेशी ऋण है। केमा प्रयोग गर्ने, कता के छैन, ऋण लिएको छ है। 4-5 जना बस्यो हैन। अनि देश बनाउनको लागि ऋण त लिनु पर्यो नि, पुँजी चाहियो। हामीलाई दियो भने म एकै पैसामा ऋण लिन्छु, लगानी चाहियो। तपाईलाई म लेखेर दिन्छु अहिले नै भने हर्क साम्पाङले त्यो देश चलाउनु पायो भने हामी बिना ऋणकै चलाउँछौँ। कुरा बुझ्नुभयो? त्यो हुत्ती छैन भने छोडिदिनु भनेर मैले श्रमदान गरेकै भरमा देश चल्छ त? चलाउँछु म, छोडिदिन्छ त? अहिलेको आधुनिक जमानामा पनि आधुनिक तपाईँलाई छोडिदिनु ढुङ्गा माथि फुल फुलाउने मान्छे हो हामी। कुरा बुझ्नुभयो? चान्छु नै लाग्छ हामीसँग छ नि त भिजन। छोडिदिन्छ त? सुन्नु न, तपाईँको यो के अरे इन्टरभ्यू मार्फत भन्छु, मलाई छोडिदिन्छ त? 1 रुपियाँ नलिकन चलाइदिन्छु म। त्यो आइडिया छ, त्यो आइडिया लिने भने हामीसँग सल्लाह लिँदा हुन्थ्यो नि त। नचाहिने कुरा गरेको छ हैन। तपाईँको छैन के अरे 4 नम्बर उहाँले दिनु भएकै छ, फोन गर्नुहोस् न त। फोन गरेर के हुन्छ? फोन गरेर के हुन्छ? मैले यत्रो आम तपाईसँग मोबाइल छ। तपाईँ फेरि कुरा बुझ्नु भएन। तपाईँलाई फोन गरेको मेसेजमा लेखेको सार्वजनिक तपाईँको चाहिँ हो कि यत्रो टिभीबाट भनेको कुरा सार्वजनिक हो? टेलिभिजनमा जनता जान्न चाहन्छ भने सुन्नु न, यहीँबाट मैले भनिरहेको छु त। तपाईँ यहीँबाट भनिरहेको छु त। मेसेजमा हेरेको कुरा त प्राइभेटमा बोलेको कुरा ठुलो कुरो